नेपाल र स्कटल्यान्ड बिचको भइरहेको आजको गेम हेर्नको लागि आइसिसी टिभीको वेबसाइटबाट कसरी हेर्ने भन्ने कुरा म देखाउन गइरहेको छु। त्यसका लागि मैले ल्यापटपमा देखाइरहेको छु हैन। यसका लागि क्रोम ब्राउजर खोलौँ है। क्रोम ब्राउजरमा गएर सर्च बारमा आइसिसी टिभी आइसक्यो मेरोमा हैन। आइसिसी टिभी सर्च गऱ्यो भने आइसिसी टिभीको वेबसाइट आउँछ हैन। आइसिसी टिभी यतातिर हाम्रो अफिसियल वेबसाइट आयो हैन। आइसिसी टिभीको अफिसियल वेबसाइट यता कर्सर हेर्नु होला। आइसिसी टिभीको अफिसियल वेबसाइट आयो। यसमा क्लिक गर्नु होला हैन। यसमा अब हामीले तलतिर अलि स्क्रल गर्यो भने हामीले नेपालका विभिन्न गेमहरू देखाए। नेपालका भनेर अरु देशको पनि खेल्दैका विभिन्न गेमहरू देखाउँछ। हामीले कर्सरमा यतातिर म देखाइरहेको छु। यो साइड यस्तो लेखेको साइड होला हैन। गेम मेसेज भन्ने छ त्यहाँ हैन। मेसेज भन्ने देखाइरहेछ नि। अब मैले कर्सर लगाएर त्यसबाट क्लिक गर्ने हैन। त्यसमा क्लिक गर्यो भने अब अलि स्क्रल गर्यो भने विभिन्न म्याचहरू देखाउँछ यहाँ। यसको लागि नेपाल स्कटल्यान्डको म्याच त देखाइरहेछ हैन। यसमा देखाइरहेछ नि त। यसमा क्लिक गरेँ मैले। डबल क्लिक गरेँ। लाइभमा मैं क्लिक गरेँ हैन। किन क्लिक हुँदै छैन? क्लिक भयो है। अब यसो भइसक्यो। अब यतातिर अलि स्क्रल गर्ने हैन। यसमा अरु के देखाइरहेछ भने यसमा लाइभ वाच देखाइरहेछ नि। यसमा क्लिक गर्ने हैन। यसबाट क्लिक गरिसकेपछि हामीलाई एकैछिन रोक्ने। अब खुदिरहेछ, घुमिरहेछ हैन। घुमिरहेछ भनेपछि सेकेन्ड इनिङ हुँदैछ अहिले। एकैछिन है। मेरोमा नेट स्लो छ अलि। अब यतातिर वेबसाइट खोलिसकेको छ। पाइनले गेम रोकिएको भयो भने पाइनले गेम रोकिएको छैन। तर गेम चाहिँ एकैछिनमा सुरु हुन्छ। कभर सभर हटाइसकेको छ र गेम सुरु हुनेवाला छ। अब यसबाट हेर्न सकिहाल्यो मज्जाले है त। मज्जाले वाच गर्नु होला। धन्यवाद।